तमले खायो भने हामीले खाइदिए चियाको पैसा बाहिर आछ न काम छ काम के काम छ भाइ हे हामीले यो व्यापार खोलेको छ के केको व्यापार हो के भएर मैले हजुर चिया आज हाम्रो पहिलो दिन हो के त्यही भएर सबै मान्छेलाई हामी चिया फ्रीमा दिन नारे हो कहाँबाट चाहिँ आयो त हामी चाहिँ मोहननगरबाट हो अनि चाहिँ यो चिया तपाईँले फ्रीमा खाएपछि यसको टेस्ट कसो भयो बताउनु हो के फर्स्ट दिन हे भगवान तेरी लीला अपरंपार है देशमा के गरौँ भनेर यहाँ त टेस्ट छ भाइ राम्रो ठिक छ छ हजुर ए यो 200 रुपैयाँ भयो 200 रुपैयाँ हुन्छ त तुमले पैसा नाइ भन्ने थियो अहिले क्या 200 रुपैयाँ चियाको फेरि हो यो कप हो नि त कपको फेरि पैसा हो कपको कपको 200 पैसा क्या लिन आफै तुमले त चिया त फ्री भन्ना थियो चिया फ्री कपको 200 कपको 200 चिया चिया फ्री फ्री हो, चिया फ्री हो चिया कस्तो काम थियो नि अब तुम त कप तमै राखे आफै खाया क्या खाएपछि दिन पर्छ तुमले खायो भने हामीले खाइदिए खिच दिए अब तुमले खायो भने हामीले खाइदिए खिच दिए अब बजे यो चिया चाहिँ हामीले नयाँ व्यापार खोलिदियो के यो चिया चाहिँ हामीले फ्रीमा बाँड्न रे हो कसो स्वाद हुन्छ तँ खाइबाट बताइदियो हामीले यो भाइले मैले मिलबाट नयाँ व्यापार सुरु गरियो के ग्यास्ट्रिक थोडा चाखोट भनिदियो कस्तो स्वाद छ थोडा चाखोट भनिदियो दाइ हामीले यो भाइ र मैले चियाको नयाँ बिजनेस खोलेको छु के त्यही भएर चाहिँ आज हाम्रो पहिलो दिन हो के हामी सबैलाई फ्रीमा चिया दिन रे हो अनि योको टेस्ट कसो भयो बताइदियो के टेस्ट ठिक छ ठिक छ ए हजुरको 200 रुपैयाँ भयो 200 क्या को भयो यार अहिले त फेरि भनेर आउँछ हामीले चिया चिया फेरि हो कपको 200 कपको 200 हो के चाइनाबाट मगाएको के हाम्रो यो न्यू खाना यस्तो गाउँ हुन्छ यार भक्कु तिमीले यार फेरि भने चिया फ्री होइन के फ्री को दिन्छ र यो जमानामा यार कपको 200 रुपैयाँ दिनु पर्छ हैन चिया पैसा भने चियाको मैले चियाको पैसा फ्री भने हो के दाइ चियाको पैसा फ्री भने कपको कपको दिनु पर्यो चिया त फ्री हो चिया फ्री हो कपको पैसा हो के कप विदेशबाट मगाएको के भाइले मैले चिया फेरि भनेर अनि फेरि चाइना जानु टिकट कति लाग्यो यो कप ल्याउँदा यो कप मगाएको अनि विदेशबाट मगाएको के दाइ फ्रीमा थोडी हो त यार हैन यस्तो हुँदैन यार त्यहाँ बस्न बोलाएपछि आयो फास्ट ल अलि पछाडि ल तँ एङ्गल देखाइदिए ल ल ल आसा फास्ट आसा यतापट्टि जा